आमा हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईहरु सबैजनालाई। आज पनि हामी दाजु बहिनी नयाँ मुकबाङ भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामीले लिएर आएको छु बफको बोन म्यारो र बफ करङ। साथीहरु, अब चाहिँ हामी ढिला नगरिकन खाना स्टार्ट गर्छौं। बोन म्यारो चाहिँ सेलायो भने मिठो हुँदैन। ल अब चाहिँ हामी ढिला नगरिकन खाना स्टार्ट गर्छौं हैन। बोन म्यारोको साथसाथै हामीसँग छ जुजु दही अनि ग्रेभी यहाँ छ, सलाद यहाँ देख्नुहुन्छ र खाना र बहिनीको कोकको साथमा हामी अब स्टार्ट गरौँ है त। ल अब ढिला नगरिकन खाना स्टार्ट गरौँ। चेस चेस साथीहरु। आज साथीहरुले थुक्नुहुन्छ यो देखेर। ल करङबाट स्टार्ट गरौँ न त। यो ग्रेभीमा चोपेर खानु न। किन? यस्तो मिठो भयो। ग्रेभी में चल रहा है। बहुत मीठ मजा है। हाम्रो घरको मान्छेहरूले चाहिँ हल्ला नगर्नु भनेको मुकबाङ भिडियोमा सुन्छ भने त हल्ला पनि हो यो सकम न। अलिक साह्रो भएछ। यो खाना खानु यस्तो मिठो भएछ नि ग्रेभी हो। भनेको चाखिहाल्नु पर्यो। बहिनीको हात त हातै रहेछ नि मिठो भयो है। ओहो, हामीले त केले उयो गरेर खाने त अब खाना त यो चाहिँ हेर्नु त। वाउ कस्तो राम्रो है। टिङ 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 टिङ। ओहो खच्यो खच्यो कहाँ छोड्छ। चुप्पा खानु। मिठो चाहिँ फेरि यस्तो मिठो भएको छ नि के गरेर।
साह्रो भएछ है त्यत्रो सिटी लाउँदा त साह्रो भएछ खाली चकाचक ल्याउनु यो त काम पो लाग्दो रहेछ साथीहरू हेब्बीवाला जाइन्ट चौबिस लिएर आउनुपर्छ भनेर सोचिरहेको थियो अहिलेसम्म बिर्सेर खाली भयो ग्रेभीसँग खाना चाहिँ एकदम दामी भएको छ नि है तपाईँहरू पनि ट्राई गर्नु होला तपाईँ यो खानु यो सजिलो लान्छ ला यो त छिर्दैन त दाइ ए चपस्टिक यहाँ यस्तो आमा खतरासँगले आएछ त याद यो त चम्चा त नघुसिरह खाली भयो यहाँ त अलिअलि यतातिर छ तर आउँदैन त डबल हुन्छ नि त लोकल स्टाइलमा दुईवटा हाल्दै खानु पर्दो रहेछ यसरी त म कहिले पनि लाइफमा खाएको थिएन आज बहिनीको मुजाङ भिडियोमा चाडमा आएर खान पायो त्यसरी खुसी लागेको छ त्यसकै खुसी आएर जयजी
सक्यो साथीहरू कुकुरले हड्डी छोड्ला मैले के भन्थ्यो त्यस्तै हो आमामा कतिवटा खाइदिन्छ एउटा दुईवटा तिनवटा चारवटा 5-6वटा हामी खाइरहेको छ हो के साह्रो मिस्टर खाला नि त सिटी लाउन पुगेन छ क्या अरू सबै त ठिक छ धन्ने मासु हो भने सरी यति नै खाने हो आमाले हुन्छ खानु न एउटा भिडियोको लागि त सुलु त निला मैले जस्तै काट्न पनि दिएन केही पर्दैन छर्दैन खाना गरेन कति ठुलो त्यो जङ्गलतिर आगो लगाएर ठुडा बसेको हुन्छ नि त्यस्तो है पानी हेरौँ फक्लक्कै आएछ मलाई चाहिँ कस्तो गाह्रो भयो कि अघि भाइ यो त लास्टै साह्रो छ त हो मैले टोक्नु पनि देखेको छु यो यहीँबाट देखेको छ भिडियो जम्मै साथीहरूले पनि देख्छ के हो अहिले आउनु लास्टै साह्रो छ सिटीलाई खोइ तपाईँलाई यहाँ सब लागेछ कि अहिले चिलायो भने मलाई चाहिँ खाना चाहिँ मन लागिरहेछ तर साह्रो भएर क्या आजको भिडियो त कस्तो भयो होला म त्यही सोचिरहेको छु आमामा दाजु बहिनी पुरा बापरे
यो पनि यहाँ हाल्दिउँ न खाना न हट ओ यसको चाहिँ फक्ला फक्ला आएछ कि यस्तोको चाहिँ खोइ ग्रेभी छ त्यसमा यहाँ राख्नु त ग्रेभी होइन के त्यतिकै हो त्यही यसरी के लास्ट एउटा टोक्दिनँ म खान लगाउँछु बच्चाले खाना खाएको जस्तै भएछ यो त गाईको बाटो है साह्रो भएछ क्या त्यो नखान छोड्दिनु नि त ल उयो चाहिँ सलाद चाहिँ खानु न यहाँ दाइल हो दाइल ठीक बनाऊ न दाइल ठीक बनाऊ कि मैले बुझेको गरम गुरु खाएर न त्यो उयो दिन सलाद उयो गाजर मुला साथीहरू जुजुदोको पालो अलिअलि मात्र हाल्नु अब अलिकति हालिदिनु मलाई कति धेरै हाल्नु भयो त यो चाहिँ तपाईँ खानु यो म खान्छु भयो मलाई त चम्चाले खानु तपाईँ हात चाहिँ खानु वा है कस्तो मिठो क्या अति मिठो ल ल साथीहरू हामीले चाहिँ सबै खाएर भ्याइसक्यो एउटा चाहिँ साह्रो भएर खान सकेन लास्टसम्म हेरिदिनु भएको छ भने तपाईँहरू सबैजना धेरै धेरै धन्यवाद र नयाँ साथीहरू हुनुहुन्छ भने लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला ल ओके बाई बाई